लो साथीभाइ हो म चाहिँ आज चाहिँ तलतिर चाहिँ तल चाहिँ गएको छुइनँ जहाँनिर क्याम्पिङ स्पोटमा चाहिँ आज चाहिँ म आरी बोकेर यहाँ मकैबारीमा घुम्दैछु। यो चाहिँ मकैबारी हो, ड्याममा मकै फलिरहेछ, उम्रिँदैछ भनौँ न, फलेको त छैन, बादमा फलेपछि त्यो पनि देखाउँछु तपाईँहरूलाई होइन। अन्त म चाहिँ आज चाहिँ कहाँ जाँदैछु भन्दाखेरि चाहिँ आरी बोकेर चाहिँ बाँस काट्नु गएको हुँ। यहाँ एउटा बाँस मागिरहेको छु फुपूहरूलाई, अन्त त्यही भएर चाहिँ म चाहिँ काट्नु गएको फुपूको बारीमा चाहिँ होइन। मकै सुकेर हेर्नु न, पानी नपरेर हाम्रोतिर चाहिँ यस्तो बिजोग भइरहेछ है, मकै सब सुकिरहेछ बारीमा हो। जङ्गलमा हिँड्दा पनि छराप गर्छ। सफल गिरी कुटुकै भयो भुतुकै भने जस्तो क्या, आमा हेब्बी पाक्दै रहेछ। तपाईँहरूलाई पनि देखाउँछु ल, हेर्नुहोस् त। यस्तो चाहिँ को कोले खानु भएको? यो चाहिँ मिठो हुन्छ कि, पाकिरहेको रहेछ, ड्याममै कालै भइरहेको रहेछ हो। कति चाहिँ आधी पाकिरहेको रहेछ, आधी चाहिँ पाकेको छैन रहेछ कि। खानु पर्ने त यो त समयको फल चाहिँ नछोड्नु अरे नि, खानु अरे नि हो। अब खानुलाई चाहिँ यसलाई के गर्नुपर्छ भन्दा चाहिँ तान्नुपर्छ बाँसले टुङ्कै उकालो हो, अन्त मात्रै खानु सक्छ। किन भन्दा यो चाहिँ तल अग्लो बोट रहेछ नि त, सानो बोट तर अग्लो बोट हो। आरी चाहिँ यहीँ छोडिरहेको छु है, म चाहिँ खानु जाँदैछु एकटा हो। म चाहिँ बोटमा आइपुगेँ। फलिदिइरहेछ हेर न, ड्याममा फलिरहेछ यहाँ चाहिँ। यो चाहिँ तपाईँहरूले देख्दा चाहिँ कफीको जस्तै हुन्छ कि यो फल चाहिँ, तर यो चाहिँ गुलियो हुन्छ क्या। देखाउँछु ल म तपाईँहरूलाई, हेर्नुहोस्। किन भन्दा यस्तोहरू चाहिँ खाइराख्नुपर्छ, यो चाहिँ समयको फल हो। यो चाहिँ पहिला चाहिँ यति साह्रो खान्थ्यौँ हामीले होइन, आजकल चाहिँ अहिलेको नानीहरू भाइ बहिनीले कहाँ खान्छ र चिन्दैन पनि यसको नाम के हो भनेर कमेन्ट गर्नुहोस् त। चिन्नुहुन्छ कि हुँदैन होइन, कमेन्ट गर्नुहोस् त लु, को कोले चिन्नुहुन्छ यसको नाम चाहिँ। बोट पनि देखाइदिएछु, हाम्रो गाउँ घरको मान्छेहरूले चाहिँ चिन्छ कि। बजार सिटीहरूतिर बजारतिर गाउँघरको पनि नानीहरूले चिन्दैन कि। हेर्नु कफी चाहिँ होइन नि फेरि यो ल, कफी पनि यस्तै फल्छ कि, तर होइन नि। हेर यहाँ माथि फलेको मात्रै कालो कालो भइरहेछ। हाम्रो चाहिँ जिब्रो कालो हुन्छ यो हो, देख्नुभयो होला नि, मिठो हुन्छ। सानोमा झन् हामीले एकदम बेसी खान्थ्यो यो, बेसी। अहिलेको नानीहरूले कहाँ खान्छ यो, चिन्छ र चिन्दैन नि। अर्ग्यानिक फुड हो, अर्ग्यानिक फुड्स हो, फुड्स आफै उम्रेर आफै फलेर आफै पाकेको समयको फल खाइराख्नुपर्छ चाहिँ। मिठो मिठो, मजा आयो आज खाएर। बहुत सालमा खाएको मैले पनि, तर यो चाहिँ अस्ति मैले माथि रोडबाट हेर्दा चाहिँ रातो देखिरहेको थियो, छेउमा आउँदा चाहिँ पाकिसकेको रहेछ नि त। देख्नुभयो क्या फल्दिरहेछ। सानो हुँदा यस्तो कुच्चोहरू सबै थुर्थ्यौँ, अहिले त कुच्चो पनि सबै बारीमै फुल्छ है। हेर्नु न, मान्छेहरू चाहिँ कतिको अल्छी चाहिँ भइसक्यो अहिले यो टाइममा चाहिँ। हेर्नु पर्यो, कुच्चो सब बारीतिरै फुलिरहेछ अन्त होइन। तर म चाहिँ यस्तो धारीमा जाँदैछु है, किन गएको भन्दाखेरि चाहिँ अलिक मलाई ठुलो बाँस चाहिरहेछ त। नखानु पानी तोङ्बाको, त्यो खाएपछि रसिलो भन्छ नि। तोङ्बा काट्नु आएको केटा हो, तोङ्बाको बाँस काट्नु आएको, तोङ्बाको बाँस काट्नु आएको। बाँस पो छ कि छैन, ठुलो ठुलो चाहिएको बाँस। यो चाहिँ लोकल ब्रान्डको चाहिँ बोतल हो, लोकल ब्रान्डको चाहिँ बोतल हेर्नु है। लोकल ब्रान्डको चाहिँ बोतल रेडी भयो है। अब यसलाई उसिन्नु पर्छ, टक्कै उसिनेपछि चाहिँ दामी हुन्छ। लोकल ब्रान्डको चाहिँ बोतल रेडी, हेरिहाल्नु ट्याक्कै यहाँ यति भएको छ।
यो चाहिँ तल क्याम्पिङको जग्गामा जान्छ। ट्याक्क बेलुका बनफायर, लोकल ब्रान्डको बोतल अगाडि, अन्त बनफायर होइन। अब चाहिँ यसलाई उसिन्नु पर्यो टक्कै, कस्तो लाग्छ हेर्नु। ल साथीभाइ हो, अब चाहिँ यसलाई उसिन्नुपर्छ होइन। उसिनेन भने चाहिँ यो कुच्चिन्छ नि त बटन, त्यही भएर उसिन्नुलाई चाहिँ यहाँ रेडी, उसिन्नुलाई यहाँ रेडी भएको छ। कराई हेर्नु न फेरि, यो कराई सानो छैन कि ख्या पारेर के हो के हो। अब यसलाई जोड घसाइ हुन्छ, त्यहाँबाट उसिने हुन्छ। लोकल ब्रान्डको बोतल चाहिँ खतरा छ। आम्मा त साथीभाइ हो, अब चाहिँ यहाँ आगो लाग्न थाल्यो है कराईमा होइन। डङ्गै यसको कलर चाहिँ अब एकछिनमा दामी आउँछ। अहिले हेर्नु ल, जति उसिन्दै लग्यो नि त्यति दामी आउँछ अरे त। त्यही भएर यहाँ भट्टीमा अब भट्टीमा हालेको यसलाई चाहिँ ल, खतरा कलर आउँछ अरे। ल साथीभाइ हो, अघि बिहान चाहिँ हरियो थियो, अहिले चाहिँ पहेँलो भयो, कलर चेन्ज भयो यसको चाहिँ सबै हो। दामी भयो। अब चाहिँ यसलाई सुकाउनुपर्छ निकालेर चाहिँ होइन, पानी हालेर राख्नुपर्छ। सुकाएपछि दामी हुन्छ। अब धुनुपर्छ यसलाई मजाले कम्प्लिट। यो चाहिँ अब वर्षभरिको लागि, वर्षौँ जति वर्ष भयो त्यति दामी हुन्छ यो चाहिँ अब।